छट्याउने भएका छौं। स्थिति संवेदनशील छ। अस्तिको 15 गतेको आन्दोलन तपाईहरुले थाहा नै पाउनु भएको छ। यहाँ अर्को खालको आन्दोलन पनि हुने क्रममा छ, हुन खोजिरहेको छ। त्यसैले त्यो स्थितिलाई हृदयंगम गरी हामी शिक्षकहरू कडा आन्दोलन गर्छौं, तर हाम्रो आन्दोलन अनुशासित हुन्छ, शान्तिप्रिय हुन्छ, मर्यादित हुन्छ। हामी राजनीतिक दलहरूलाई पनि सबैहरू सरोकार पक्षलाई आन्दोलन कस्तो हुन्छ, कसरी गर्नुपर्छ, लोकतान्त्रिक पद्धतिभित्रको आन्दोलनको स्वरूप के हो भनेर पनि सिकाइरहेका छौं। त्यसैले यतिका दिनसम्म पनि यस्तो धैर्यता, संयम, सहिष्णुता राखेर आन्दोलनलाई एउटा मर्यादित रूपमा अघि बढाउन आन्दोलन परिचालन समितिलाई, राष्ट्रिय समितिलाई सहयोग गर्नुहुने तपाईं सबै साथीहरूलाई हार्दिक नमन गर्न चाहन्छु, हार्दिक धन्यवाद दिन चाहन्छु। आदरणीय साथीहरू, मैले हिजै पनि भने हामी अत्यन्त निर्णायक मोडमा छौं। धैर्यता राख्नु होला। हामी छिट्टै नै एउटा परिणाम लिएर मात्रै आउने छौं। त्यसका लागि पनि तपाईहरुलाई आश्वस्त गराउन चाहन्छु, र आजको संवेदनशील परिस्थिति भएको कारणले कार्यक्रम पनि चाँडो सकिन्छ। कार्यक्रम सकिने बित्तिकै फोटो अथवा कुनै पनि नाममा यो सडकमा नराइदिन, आफ्नो गन्तव्यमा अविलम्ब गइदिन पनि म विनम्रता